हेलो गाइज, वेलकम टु माई फर्स्ट मिनी ब्लग। आज चाहिँ हामी काठमाडौँबाट पाल्पा गइरहेको छौँ, किर्पाको घर। अनि यत्रो 2 वर्षसँगै काठमाडौँ बसेर पनि हामी एकअर्काको घर गएका थिएनौँ। त्यही भएर चाहिँ योपालि चाहिँ जानै पर्छ भनेर हामी चाहिँ हिँडिहाल्यौँ काठमाडौँबाट बिहानै। अनि अगाडि चाहिँ प्रजिनाहरूमा बसेका थियौँ। अनि भोक लागेर हामीले चाहिँ पपकर्न र जुसहरू खाँदै यात्रा सुरु गरिहाल्यौँ। पछाडि चाहिँ किर्पा बसेकी छिन्। अनि मैले यता हेर भन्दैछु उनलाई। अनि हामी जुस खाँदै रमाउँदै जाँदै गऱ्यौँ। प्रजिनाले जुस देखाउँदै छिन्, मैले चाहिँ खाँदैछु। अनि एकछिनपछि चाहिँ हाइसमा यस्तो फनी गाना बज्यो नि गाई, यस्तो फनी थियो त्यो। अनि हामीले कन्ट्रोलै गर्न नसकेर हाँसै भयौँ। अनि यस्तो राम्रो भ्यूहरू देखिरहेको थियो, टाढा टाढा सबै पहाडहरू कस्तो राम्रो। अनि एकछिनपछि हामीलाई खाना खानलाई उतार्यो गाडीले। अनि हामी खाना खायौँ। उनी उता प्रजिना चाहिँ फेरि चेक गर्दै छिन्। अनि त्यसपछि एकछिनपछि हामी उत्रेर गाडीको टायर पङ्चर भएको भएर हामी यस्तै भिडियो बनाउँदै पानी खाँदै बस्यौँ। प्रजिनाले मलाई गर्मी भयो भन्दै टाउकोमाथि पानी हालिदिँदैछिन्। अनि ट्रान्जिसन भिडियो बनायौँ। अनि गाडी हिँडिसकेको थियो। अनि हामीलाई चाहिँ लास्टै थकाइ लागेको थियो। अनि प्रजिना चाहिँ उता सुतिसक्यौँ। अनि फाइनली हामी किर्पाको घर पुग्यौँ। गाडीबाट सामानहरू उतार्यौँ। अनि घरभित्रतिर लाग्यौँ। थ्याङ्क यू फर वाचिङ।